नमस्कार। रोल्पाको लुङ्ग्री खोला नजिकै सेङ्जाको एक पुरुष मृतक अवस्थामा फेला परेको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिका नजिकै 2082 पुस 29 गते सुनिल स्मृति गाउँपालिका नजिकै लुङ्ग्री खोलाको मृतक अवस्थामा परेको विशेष खबरले जानकारी दिएको छ। मृतक हुनेमा स्याङ्जाको गलाङ नगरपालिका वार्ड नम्बर 5 मौन दादा बस्ने अन्दाजी 45-46 वर्षीय सागर नेपाली रहेको इलाका प्रहरी कार्यालय सुलिचोरले जानकारी गराएको छ। स्थानीय बासिन्दाले मंगलबार दिउँसो करिब 1 बजेको समयमा खोला किनारमा शव फेला परेपछि प्रहरीले खबर पुर्याएका थिए भने दिउँसो 2:45 बजे इलाका प्रहरीलाई जानकारी अनुसार प्रहरी टोली घटनास्थलमा पुगेका थिए। प्रारम्भिक मुजुल्का उठाएको थियो। को पहिचान खोलेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुलिचोरले जानकारी गराएको छ। पक्याउने विशेष खबरहरू, मनोरञ्जन खबरहरू मंगलजी मगरको युजरनेम फेसबुक, त्यसैगरी मंगल अफिसियल वाइक युट्युब च्यानल, त्यसैगरी मिस्टर मंगलले टिकटकबाट पनि प्रत्यक्ष प्रसारण हुने गर्दछ। पक्कै पनि सबै लाइक कमेन्ट शेयर गरेर धेरै समय पुर्याइदिनुको लागि अनुरोध पनि गर्न चाहन्छु। धन्यवाद।